यस्तो पनि हुन्छ। बिहान 5 बजे थाहा पाएँ। बिहान थाहा पाउने बित्तिकै अब एक्कासी त्यो आउँदाखेरि डर लाग्यो कहाँ के भएको भनेर अब त्यस्तो सोचिरहेको थिएँ। पछि बाबुलाई फोन गर्दा लागेन, पिर लाग्यो, रोएँ। अनि पछि बल्ल बल्ल बाबुलाई चाहिँ बाबु आफैले फोन गर्यो अनि यस्तो यस्तो भएछ मम्मी भन्यो। मलाई चाहिँ पिर डर लागिरहेको थियो। घरमा त अब हामी 3 जना, बाबु म छोरी, कमाउने भनेको म मात्रै हो। अब त्यो सानोतिनो काम गर्थेँ, म आफैले नै गरिरहेको थिएँ। अब बाबु गएपछि चाहिँ अहिले अलिकति सजिलो। बाबु आउँदाखेरि खुसी थिएँ। बाबु जान लाग्यो, अब दुखी नै छु। अब उता त्यस्तो भइरहेछ, मनमा डर लागिरहेछ। मलाई बाबु नहुँदाखेरिको चाहिँ अब धेरै चिजमा खल्लो नि। चाडबाड आउँदाखेरि खल्लो। चाडबाडमा अब आफू एक्लै भइन्छ। अब त्यही बाबुकै याद आउँछ। सँगै बस्न पाए हुन्थ्यो, सँगै खान पाए हुन्थ्यो। भए पनि नभए नि जस्तो भए पनि।